भन्दा नि अब लिभरको समस्या भइसकेछ पछि लिभरको फङ्सन चाहिँ धेरै किसिमको छ, मोर देन 500 फङ्सन्स हुन्छ लिभरको। अब प्रोटिन सिन्थेसिसदेखि लिएर इत्यादि धेरै छन्। भनेपछि प्रोटिन सुरुमै देखिने भनेको प्रोटिन कम हुन्छ, त्यसैले हामीले सप्लिमेन्ट दिनु पर्यो, प्रोटिन खानु पर्यो। त्यसको लागि के छ भने हाई प्रोटिन डाइट भन्छौँ खानालाई, चाहिँ त्यो चाहिँ यो चाहिँ सिरोसिस भइसकेको अवस्थामा। सुरुको अवस्थामा त हेल्दी लाइफ, हेल्दी भनेको चाहिँ अरू कुराहरूलाई पनि हुन्छ हेल्दी, जस्तो अब रक्सी नखाने, त्यस्तै धेरै आइली कुराहरू नखाने, धेरै फ्याटी खानेकुराहरू नखाने र हेल्दी फाइबर भएको डाइट खाने, प्रोटिन भएको डाइट खाने कुराहरू नै हो। यो अरू रोगहरूको लागि पनि यो चाहिँ राम्रो हुन्छ। कलेजोको बिरामी भनौँ न, वा सिरोसिसको अन्तिम इन्ड स्टेज लिभर डिजिज भन्छ। अब इन्ड स्टेज लिभर डिजिज भनेको अब सिरोसिस बिग्रिँदै गएपछि, अब कन्ट्रोल नभएपछि चाहिँ बिग्रिँदै गएपछि उहाँलाई चाहिँ अब हामीले कलेजो प्रत्यारोपण पनि गर्नुपर्ने हुन्छ। एउटा अरू क्यान्सर हुन्छ, क्यान्सरलाई पनि लिभरभित्र मात्रै छ र त्यसको विभिन्न क्राइटेरियाहरू छ, लिभरभित्र मात्रै छ र बाहिर फैलिसकेको छैन भने उसलाई चाहिँ हामीले ट्रान्सप्लान्ट गरेर बचाउन सक्छौँ त्यस्तो बिरामीहरूलाई। भनेपछि दुईवटा कुरा भयो, एउटा चाहिँ इन्ड स्टेज लिभर डिजिज भयो, त्यो सिरोसिस बिग्रिँदै गएपछि, र अर्को चाहिँ क्यान्सरहरूको मेनली। अरू कारण पनि छ तर अलिक न्यून छ। कहिले चाहिँ एक्युट हेपाटाइटिस पनि हुन्छ, कहिले काहीँ चाहिँ एक्युट लिभर फेलियरको कारणले पनि हामीले लिभर ट्रान्सप्लान्ट कलेजो प्रत्यारोपण चाहिँ लाइफ सेभिङ कुरो हो, उपाय हो। भनेपछि अब लिभर कलेजो प्रत्यारोपण चाहिँ एउटा आफैमा एकदम कम्प्लेक्स सर्जरी हो। एकदम सर्जिकल क्षेत्रमा भन्ने हो भने वान अफ द मोस्ट कम्प्लिकेटेड सर्जरी मानिन्छ, रुटिन सर्जरी। भनेपछि अब यसमा खर्च पनि बढी लाग्ने, स्किल म्यान पावरको पनि कुराहरू आउँछ। र अब जेनरली हामी नेपालमा अहिले हेर्दाखेरि लिभिङ डोनर गर्छ भने चाहिँ कसैले दिनु पर्यो भने चाहिँ आफ्नो नातेदारको, नेपालको मानव अङ्ग प्रत्यारोपण ऐन भन्ने छ, त्यो ऐन अनुसार चाहिँ आफ्नो नातेदारबाट चाहिँ लिनुपर्ने हुन्छ त्यो चाहिँ डोनर। भनेपछि डोनरको पनि अपरेसन गर्नुपर्ने। त्यो चाहिँ अब केही उपाय नलागेपछि एउटा उपाय त्यो अन्तिम हो। त्यो हाम्रो एडभाइस के छ भने सकेसम्म पहिल्यै कन्ट्रोल गरेर राख्नुपर्ने चाहिँ हुन्छ। अब नेपालको अवस्था सोध्नुभयो, नेपालको कलेजो प्रत्यारोपण 2016देखि भने चाहिँ आजबाट 8-9 वर्ष पहिलादेखि सुरु भएको हो। र सुरुमा त अब स्टार्टिङमा त पुरै स्लो नै जाने हुन्छ, तर अहिले रिसेन्टली लास्ट 1-2 इयर्समा, 1-2 वर्षमा चाहिँ यो पिकअप भएको छ राम्रो। जस्तो अब अहिले 3वटा इन्स्टिट्युट छ नेपालमा। पहिला चाहिँ मानव अङ्ग प्रत्यारोपण भक्तपुरमा सुरु गरेको 2016 साल भनेपछि 9 वर्ष पहिला। त्यस्तै टिचिङ हस्पिटलले सुरु गरेको अहिले किस्ट मेडिकल कलेजमा लिभर ट्रान्सप्लान्ट राम्रो भइरहेछ। भनेपछि अब के छ भने बिरामीहरूले पनि अब किनभने रिजल्ट हेर्ने भयो नि त, अब अहिलेसम्म लगभग 40-50 जना पुरै नेपालमा लिभर ट्रान्सप्लान्ट भइसकेको छ। र उहाँहरू चाहिँ अब आफ्नो साथीभाइ छरछिमेकमा भन्ने ल मेरो लिभर ट्रान्सप्लान्ट भएछ, राम्रै जीवन बिताइरहेको हुँदाखेरि यो पोजिटिभ रिजल्ट जाँदाखेरि चाहिँ ट्रस्ट बढ्ने, र त्यो हिसाबले चाहिँ नेपालमा पनि कलेजो प्रत्यारोपण चाहिँ अहिले चाहिँ सुरुवात चाहिँ राम्रै भएको छ। कलेजो प्रत्यारोपण अब यो सर्जरी भन्ने कुराहरू दिन प्रतिदिन चाहिँ डेभलपमेन्ट भइ नै रहेको हुन्छ। इभन हाम्रो मेडिकल साइन्स पनि दिन प्रतिदिन चाहिँ नयाँ रिसर्च, नयाँ खोजले गर्दा प्रोग्रेस गरि नै रहेको हुन्छ। त्यसैले अब यो वान अफ द मोस्ट कम्प्लेक्स सर्जरी हो। अहिलेसम्म संसारमा चाहिँ जेनरली मोर देन 99% भनौँ, 99% सर्जरी चाहिँ ओपन सर्जरी नै भइरहेछ। लिभर ट्रान्सप्लान्ट ओपन भनेको कस्तो भने पेटलाई काटेर, पेटको वाललाई, त्यसपछि भित्र जुन पुरानो बिग्रेको नासिएको कलेजो छ त्यसलाई निकालेर त्यो ठाउँमा, त्यही ठाउँमा चाहिँ अर्को कलेजो चाहिँ राख्ने। त्यो चाहिँ डोनरबाट आउँछ। या कि त नेपालमा हामीले लिभिङ डोनरबाट नै गर्छौँ, अरू देशहरूमा चाहिँ डिजिज डोनर भन्छ, ब्रेन डेथ भएको बिरामीबाट चाहिँ ल्याएर चाहिँ राख्ने हुन्छ। राख्ने भन्नाले इम्प्लान्ट गर्ने हुन्छ। त्यसरी विश्वको धेरै देशमा पनि भइरहेको त्यही हो। र हिजो आज डोनरलाई चाहिँ ल्याप्रोस्कोपिक विधिबाट धेरै नकाटेर पालबाट माध्यमबाट पनि गर्ने गरिन्छ। र त्यो चाहिँ अहिले चाहिँ राम्रै रिजल्टहरू आइरहेको छ विभिन्न देशमा, विभिन्न हस्पिटलहरूमा चाहिँ। तर जेनरली चाहिँ मोर देन 95%, 99% इभन संसारकै कुरा गर्ने हो भने चाहिँ ओपन सर्जरी भन्छ। त्यसमा चाहिँ लिभर निकालेर राख्ने, त्यसपछि डोनरको लिभर ल्याएर त्यहाँ जोड्ने, त्यसरी नै गर्ने। विकास, डेभलपमेन्ट, प्रोग्रेस चाहिँ जहिले पनि भइ नै रहन्छ मेडिकल साइन्स। अहिले पनि, आजको दिनमा पनि, भोलि पनि हुँदैछ। अफकोर्स पहिला चाहिँ जस्तो 1960sतिर चाहिँ फर्स्ट लिभर ट्रान्सप्लान्ट भएको संसारमा हो। अब आजको भने 70-75 वर्ष पहिला त्यो चाहिँ 80s-85तिर बल्ल इस्ट्याब्लिस के भयो भने यो चाहिँ इन्ड स्टेज लिभर डिजिजको लागि चाहिँ लिभर ट्रान्सप्लान्ट चाहिँ उपयुक्त उपाय हो भनेर इङ्ल्यान्डले चाहिँ सूचीकृत गर्यो। त्यसपछि चाहिँ 1995तिर बल्ल अरू देश 1-2
कतिवटा देशहरूमा अमेरिका, युएस, युरोपहरूमा हुन थाल्यो भनेपछि इन्डियामा चाहिँ 98मा स्टार्ट भएको हो भने चाहिँ नेपालमा 2016 पछि स्टार्ट भएको चाहिँ अब यो चाहिँ नयाँ नै हो र यसको रिजल्ट चाहिँ धेरै राम्रो छ। रिजल्ट चाहिँ एक त लिभर ट्रान्सप्लान्ट भइसकेपछि नर्मल लाइफ हो, नर्मल लाइफ स्प्यान हो भने चाहिँ आज गऱ्यो भने कति बाँच्ने भन्दा नर्मल लाइफ बाँच्ने 30 वर्ष, 40 वर्ष, 50 वर्ष, 60 वर्ष जति पनि बाँच्ने हो कि आज नर्मल जसरी अरू मान्छे बाँचिन्छ त्यसरी नै हो भने चाहिँ यो त एउटा साइन्सको चाहिँ ब्युटिफुल गिफ्ट भनौँ न यो चाहिँ अहिले चाहिँ। र यो चाहिँ ट्रस्टेबल छ। पहिला चाहिँ मोर्टालिटी जुन हुन्छ नि सक्सेस रेट र फेलियर रेट हुन्छ नि, पहिला चाहिँ फेलियर रेट धेरै थियो, अहिले त सक्सेस रेट मोर देन 95% भनेपछि मोर देन 95% सक्सेसलाई चाहिँ एउटा गुड रिजल्ट, गुड उपाय हामी लिन सक्छौँ र अहिले चाहिँ सबै ट्रस्ट वर्थी यो पद्धति चाहिँ मानिन्छ। लिभर ट्रान्सप्लान्टको कुरा गर्ने हो भने जस्तो म रिसेन्टली अमेरिकामा 2 महिनाको लागि भिजिटमा थियो लिभर ट्रान्सप्लान्ट सम्बन्धी हस्पिटलमा भने चाहिँ त्यहाँनिरको र नेपालको कम्पेयर गर्ने हो भने नेपालमा चाहिँ 20वटा ट्रान्सप्लान्ट गर्नुको खर्च र अमेरिकामा एउटा ट्रान्सप्लान्ट मात्रै खर्च त्यस्तो छ भने चाहिँ नेपाल वान अफ द चिपेस्ट कन्ट्री हो लिभर ट्रान्सप्लान्टको लागि, संसारकै सबभन्दा चिपेस्ट मानिन्छ। अब किन भनेपछि यसमा चाहिँ अब अहिले हामी सुरुवाती चरणमा छौँ, यसमा चाहिँ अस्पतालहरूले इभन प्राइभेट हस्पिटलहरूले पनि इन्कम राखेको छैन, यसमा फाइदा राखेको छैन, सर्भिस हिसाबले दिइरहेको छ। हाम्रो म्यान पावर सस्तो छ, हार्ड वर्किङदेखि लिएर टेक्निकल म्यान पावर पनि सबै विदेश गइरहेछ भने चाहिँ म्यान पावर सस्तो भएर न यहाँबाट बाहिर गएछ, डक्टर पनि यहाँ सस्तो हो, नर्स पनि यहाँ सस्तो हो। नेपालमा मेडिसिन लाग्ने भनेको संसारमा सबै ठाउँमा त उही मेडिसिन लाग्ने, लिभर ट्रान्सप्लान्टमा जेनरली उही मेडिसिन हुन्छ है भनेपछि मेडिसिन उही लाग्ने, म्यान पावर सस्तो भएकोले नेपालमा चाहिँ लिभर ट्रान्सप्लान्ट धेरै नै सस्तो छ। धेरै नै सस्तो भन्दाखेरि कम्पेयर टु अदर कन्ट्री धेरै सस्तो छ, तर नेपालमा आफै चाहिँ यो अरू रोगको तुलनामा चाहिँ फेरि धेरै महँगो छ। यसमा चाहिँ लगभग 20 दिनको खर्च भने चाहिँ आज गऱ्यो आजको आज डिस्चार्ज हुँदैन, मान्छे 15 दिन एभरेजमा 15-20 दिन चाहिँ अस्पतालमा बस्नुपर्ने हुन्छ। त्यो दौरान चाहिँ खर्च भनेको डोनर र रेसिपिएन्ट भने चाहिँ दाता र बिरामी दुइटैको खर्च जति 30-35 लाख जति लाग्ने हुन्छ यसमा चाहिँ, त्यो भनेको त खर्चिलै भयो नेपालको। अब लिभर ट्रान्सप्लान्ट गरेको बिरामीलाई चाहिँ के छ, अरूको लिभर ल्याएर राखेको हुन्छ नि त, त्यसमा चाहिँ आफ्नो शरीरले चाहिँ यो अर्काको एन्टिबडी भन्छ क्या, यो बाहिरबाट आएको तत्त्व हो भने चाहिँ रिजेक्सन गरेर हुन्छ होइन, रिजेक्ट गर्ने कोसिस गर्छन् भने चाहिँ त्यसको लागि त्यो रिजेक्ट नगरोस् भनेर हामीले आफ्नो शरीरलाई चाहिँ इम्युनोसप्रेसेन्ट दबाई दिएको हुन्छौँ हामी बिरामीलाई। त्यसले गर्दा इम्युनोसप्रेसन अलिकति लो गरेको हुन्छ, त्यसैले इन्फेक्सनबाट बच्नुपर्ने हुन्छ बिरामीलाई र त्यो सकेसम्म। तर पछि के हुन्छ शरीरको आफ्नै कस्तो ब्युटी के छ भने एडजस्ट गर्ने हुन्छ, त्यसैले सुरुमा चाहिँ त्यस्तो हो, पछि लङ टर्ममा त खासै फरक पर्दैन। त्यही पनि रिजेक्सन नहुनलाई चाहिँ हामीले दबाई जुन दिएको हुन्छ त्यो चाहिँ डेली खानुपर्ने हुन्छ, लगभग लाइफ लङ चाहिँ खानुपर्ने हुन्छ। त्यो चाहिँ एउटा टाइममा खाने। जस्तो अब ब्लड सुगर हाई बिरामी छ वा हाइपरटेन्सिभ ब्लड प्रेसर हाई छ भने मान्छेले जसरी दबाई खान्छ नि, एउटा दुईवटा खान्छ, त्यो एउटा दबाई चाहिँ लाइफ लङ खानुपर्छ, एउटा ट्याब्लेट खाने टाइम मिलाएर खानुपर्छ, त्यो चाहिँ बचाउनलाई चाहिँ लिभरको लागि। र अरू चाहिँ इन्फेक्सनबाट सकेसम्म बच्ने र खानपिनहरू राम्रो गर्ने, एक्सर्साइजहरू गर्ने, नर्मल लाइफ नै हो। हामीले चाहिँ लिभर ट्रान्सप्लान्ट नेपालमा सुरु गरेको चाहिँ 2016बाट आज 8-9 वर्ष भयो र अहिले चाहिँ राम्रो रिजल्ट कम्पेयर टु अदर कन्ट्री, जस्तो छेउमा इन्डिया भनौँ, इन्डिया अब संसारको सबभन्दा हाइली पपुलेटेड कन्ट्री छ, धेरै नै लिभर ट्रान्सप्लान्ट भइरहेछ भनेपछि इन्डियाको र हाम्रो रिजल्टहरू चाहिँ बराबर छन्। सुरुमा चाहिँ अब मान्छेलाई त धेरैलाई थाहा नै छैन यहाँ पनि लिभर ट्रान्सप्लान्ट हुन्छ